Hello guys, welcome to my YouTube channel. This is my second vlog. यो चाहिँ हाम्रो बाहुन मनोज as known as बाहुन. बाहुनले चाहिँ गाई पाल्न थालेदेखि दुङ गाई गनाएर हिँड्न थाले. 20 रुपियाँको अख्तर एउटा सेन्ट किनेर दल्न सक्दैन, त्यो डुप्लिकेट भयो नि. बाहुनहरू लोभी हुन्छ भने उदाहरण यही हो होइन. क्या सुत्रा क्या यता हेर्छ बाहुन, यता हेर्न. चिया ग्यादर गर्थ्यो. बाहुन कम बाटो छ, घरबाट हिँड्ने बेला मलाई फोन गर्छ, तल आइज म मुनि छु भनेर. अनि त्यसपछि उठेर यस्तो हेर्छु त मुनि बाहुन छैन. एकछिनपछि हेरेको त यो साइकलमा अनि उयो क्यान बोकेर खुर्लुङ आइरहेको रहेछ बाहुनमा. रिस उठेर एकछिन त आलु साइकलमा कहाँबाट लिन आउनु? साइकलमा लिन आउनु ल साइकलमा आइज फेरि. मोबाइलमा भएको ब्यालेन्स यिनीहरूलाई चिया खानु कल गर्दा त्यो चियाको बिल तिर्ने पैसा जितिन्छ यार. सुइठे कहाँ सुइठे उठाएको छैन. सुइठेलाई त लाठी उठाउँदैन. यो गाउँमा बाँकी बस्यो भने चाहिँ बेरोजगार हामी 4 जना मात्र हो. अनि सुन्न बेरोजगार भन्नु गर्दा त्यो फुल्ली बेरोजगार होइन कि. अब को भाइ कस्तो के काम चाहिँ साला बाहुन त्यत्रो घरमा कपडा सिलाउँछ ए आफ्नै. अब बाउको काम गरे जे भए पनि भाइ त्यो सुन्न, जे भए पनि काम गर्नु त पर्यो नि त बाहुन. ल एक हिसाबले यसले बेरोजगार बुझ्यो, म बेरोजगारै हो गाइस होइन. हाम्रो यहाँनिर कान्ता साउको छोरा बिहान ट्र्याक्टरमा रोजगार. मेरो यस्तै बिजनेस चाहिँ छैन. अब यसले बेरोजगार भने ठिक छ, म आजदेखि आफूलाई बेरोजगार स्वीकार्छु. हामी 3 जना. अब सुइठेले पनि बाउकै काम गरिरहेको थियो भने त्यो नि बेरोजगार हो. निश्चल पनि बाउकै काम गरेर बेरोजगार हो. म पनि बाउकै काम गरेर बेरोजगार. हामी 3 जनामा यो एकजना चाहिँ रोजगार गाइज होइन. के भन्नु अब बाहुनहरू बताउँछ. बाहुन हामी चाहिँ भए जाँदै होइन. बाहुन यता हेर्नुहोस् त के छ. पानी परेर बिहान मर्निङ वाक जाउँ भनेको एक दिन अनिस र म उहाँ कुलियासम्म पुगेर आयो है. तेरो वर्षमा 2 दिन मर्निङ वाक हुन्छ कसम भने यार. वर्षमा 2 दिन मर्निङ वाक. अब आज नि बिहान उठ्छु भनेको बिहान 4 बजे अलार्म राखेको थियो. अलार्म एकदम मिस. मैले यस्तो फुल भने कि यता हेर त यो घडी फुल होइन, तर त्यो फुलमा चाहिँ अर्कै टिका जस्तो समथिङ त्यस्तै टाइपको हुन्छ कि. ए मटुवा त्यसलाई त जहाँ गयो नि भेट्छ यार. फर्स्ट भ्लगमा नि थियो केटा, सेकेन्ड भ्लगमा नि हुनुभयो. यता त बाहुन के गर्छ असती मुड्दो बिहान यो चाहिँ के गरे त यो. अब यो यहाँनिर यो नेपालको विकास, रतनपुरको विकास भन. नाली बनाउँछ, यो गर्छ त ल ठिक छ. झार्ने ठाउँ छैन, पछि फेरि हुन्छ त. बाहुन त हेर्न च्यागोले चुरी च्यागोले भिडियो बनायो भने त तेरो कट्टु बाहुन कट्टु बेगर चाहिँ के भएर बुढीले नयाँ कपडा लाउनु दिँदैन अरे. त्यही थोतर लाएर हिँड्नु भन्छ. एउटा भिडियो बनाइदियो नि भने भिडियो बुढीले थोतर भेस लाएर हिँड्नु भन्छ अरे बाहुनलाई. ओए बाहुन यता हेर्न. ओए बाहुन हाम्रो फेमस प्लेस सबले पवन दाइहरूले पनि बनाएर देखिरहेको थियो भिडियो सिडियो. उहाँ
कुन भिडियो पठाए त्यो कस्तो बनाएको भ्लग हो कि कसम बनायो भने बम भ्लगै बनाएर बस्छ मलाई भ्लगै एम्बुलेन्स सुमो काउन्टर अनि बवाल भएछ कति वर्षपछि वी आर गोइङ टु किन खाता हो भ्लग बनाउँछु होइन त आइफोन 15 प्रो म्याक्स हो पानी वाटर प्रुफ हो होइन टेन्सन छैन नि मलाई जस्तो पनि वेदरमा कतिलो फोटो खिच्न आउँदैन मोबाइल बोकेर त्यसले खोके हेर्नु तर हो आउने यत्रो भयो होइन एउटा फोटो किन खिच्ने सुन न ढङ्ग छैन किनेको यत्रो भयो होइन मैले अहिलेसम्म नि आफ्नो एउटा दामी फोटो खिचेर हालेँ होइन यो मोबाइलबाट ओ सुइटो अहिले भर्खर यतै थियो ओ सुइटो ढोकल चाहना उठ भन्न त्यहाँ इन मौसमले च्यालेन्ज हाने गाडी हान्छ जानु त काम गर्नु जान्थ्यो होइन पानीले हिँड्न त के हो गाडीबाट लपाइदियो खोइ 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 लबाइट खोइ माछालाई ढलाएर अस्ति गाउँको हो होइन यहाँ हेर ए उयोले छेरे हौ साले गाउँको पातो अनि के हो दादा ए दादालाई काममा जानु तँ नि बेरोजगार हो अरे त बाउको काम जसले गर्छ होइन त्यो त रोजगार नै होइन अरे बाउनले भनेको यसलाई बेरोजगार भनेको आफ्नै बिजनेस हान्न अनि पो त्यो रोजगार हुन्छ बेरोजगार भने न बाउको काम गरेर मान्छे बेरोजगार हुन्छ अरे अनि भने अनि मैले के भने होइन बेरोजगारै हो यस्तो 24 घरमा आउँछ सुन्न मैले के भने के अरे त्यसो भए त सुल्ठ्यो पनि त बेरोजगार त्यसले पनि बाउकै त काम गरेर आउने भनेको बेरोजगार मात्र हो 24 घरमा मुख्छ हिसाब गर्दाखेरि बाउले चोखो दिन्छ तँलाई 24 हुन्छ हिसाब गर्दाखेरि त्यो दिन्छ बेरोजगार दिन्छ तेरो कति आउँछ ल सुने त मेरो त अस्ति 5 दिनमा 500 त्यही पनि अरूलाई दिने पैसा बस्यो नि त त्यो चाहिँ हो 24,000 घरमै आयो नि त होइन बाउले नदिए पनि कहिले काहीँ घुम्न जाने बेला 150 ग्राम हाम्रो चाहिँ ठाउँमा आइपुग्यो